नमस्कार। कहिल्यै सोच्नु भएको छ नेपालको शासन प्रणाली आखिर चल्छ कसरी? 2072 सालको संविधानले सरकारलाई 3 तहमा बाँडेको छ। आज हामी यही 3 तहको संरचनालाई एकदमै सरल तरिकाले बुझ्ने कोसिस गर्नेछौँ। ल सुरु गरौँ है त। हाम्रो पुरै राजनीतिक प्रणालीको जग भनेकै यही हो, संघीय लोकतान्त्रिक गणतन्त्र। अब यसको मतलब के हो त? एकदमै सरल भाषामा भन्दा शासनको सबै शक्ति एउटै ठाउँमा मतलब काठमाडौँमा मात्रै थुप्रिएर बसेको छैन, बरु यो शक्तिलाई केन्द्र, प्रदेश र स्थानीय गरी 3 भागमा बाँडिएको छ। हाम्रो शासन प्रणालीको मूल आधार नै यही हो। हो, यिनै हुन् ती 3 तह: संघीय, प्रदेश र स्थानीय सरकार। अब आउनुहोस्, आज हामी यी तहहरूलाई एक एक गरेर कसरी बुझ्दै जान्छौं त्यो हेरौं। आजको हाम्रो यात्रा यस्तो रहनेछ है। सबभन्दा पहिले हामी शासनका 3 तहलाई चिन्छौं। त्यसपछि संघीय, प्रदेश र स्थानीय सरकारका कामहरू के हुन् भनेर छुट्टा-छुट्टै हेर्छौं। अनि अन्त्यमा यी सबैले एकअर्कासँग मिलेर सँगसँगै कसरी काम गर्छन् भन्ने बारे पनि कुरा गर्नेछौं। ल अब सुरु गरौँ है त। शासनको पिरामिडको सबैभन्दा टुप्पोबाट मतलब संघीय सरकारबाट। यो चाहिँ देशकै सबैभन्दा माथिल्लो तहको सरकार हो, जसले गर्ने निर्णयले पूरै राष्ट्रलाई असर गर्छ। अब यो संघीय सरकार चाहिँ खासमा 3वटा मुख्य अङ्गहरू मिलेर बनेको हुन्छ। पहिलो, कानून बनाउने विधायिका। दोस्रो, त्यही कानून लागू गर्ने कार्यपालिका। अनि तेस्रो, कानूनको व्याख्या गर्ने न्यायपालिका। हो, यसलाई भनिन्छ शक्ति पृथकीकरण। यसले के गर्छ भन्दा कुनै एउटा अङ्गलाई मात्रै चाहिने भन्दा बढी शक्तिशाली हुन दिँदैन अनि सिस्टममा एउटा ब्यालेन्स कायम राख्छ। त्यसो भए संघीय सरकारको जिम्मेवारी चाहिँ के हो त? खासमा ठूला र राष्ट्रिय महत्त्वका विषयहरू जस्तै देशको रक्षा गर्ने कुरा भयो, विदेश नीति, पैसा छाप्ने काम अनि ठूला बैंकहरूको नियमन। अब सोच्नुहोस् त, यस्ता विषयहरू एउटा प्रदेश वा पालिकाले हेरेर त साध्य लाग्दैन, होइन र? त्यसैले यी कामहरू संघीय सरकारले मात्रै गर्छ, जसले गर्दा देशको एकता र सार्वभौमिकता जोगिन्छ। ल, संघीय तहबाट अब एक तह तल ओर्लौं। अब हामी आइपुग्छौं देशको प्रशासनिक विभाजनको अर्को तहमा। हाम्रो देश नेपाललाई जम्माजम्मी 7वटा प्रदेशमा बाँडिएको छ र यसको काम चाहिँ क्षेत्रीय आवश्यकता र पहिचानलाई सम्बोधन गर्नु हो। अब पालो आयो हाम्रो दोस्रो तह मतलब प्रदेश सरकारको। यसले के गर्छ भन्दा केन्द्र र स्थानीय तहको बीचमा एउटा पुलको जस्तो काम गर्छ। यसको मुख्य जिम्मेवारी भनेको चाहिँ आफ्नो क्षेत्रको विकास र व्यवस्थापन गर्नु हो। संघीय र प्रदेश सरकारको अधिकारमा के फरक छ त? ल, एउटा उदाहरण हेरौँ है त। पुरै देशको सिमाना रक्षा गर्ने सेना कसको मातहतमा हुन्छ? संघीय सरकारको। तर प्रदेशभित्रको शान्ति सुरक्षा हेर्ने प्रदेश प्रहरी चाहिँ प्रदेश सरकारकै जिम्मामा हुन्छ। देख्नुभयो नि फरक? अझै एउटा उदाहरण हेरौँ न। देशैभरिका ठूला राष्ट्रिय राजमार्गहरू संघीय सरकारको जिम्मामा पर्छन्, तर प्रदेशभित्रका सडक र यातायात व्यवस्थापनको काम चाहिँ फेरि प्रदेश सरकारले नै हेर्छ। यसले के देखाउँछ भने कसरी राष्ट्रिय स्तरका नीतिहरू क्षेत्रीय स्तरमा लागू हुन्छन्। र अब हामी पुग्छौं शासनको सबैभन्दा आधारभूत तहमा मतलब जनताको सबैभन्दा नजिकको सरकारमा। थाहा छ नेपालभरि कतिवटा स्थानीय तह छन्? जम्मा 753वटा। हो, यिनै तहहरूले शासनलाई साँच्चीकै जनताको घर दैलोसम्म पुर्याएका छन्। हो, यो तेस्रो तह हो स्थानीय सरकार। भन्नुको मतलब हामी सबैको सबैभन्दा नजिकको सरकार। हाम्रो दिनदिनैको जीवनमा सिधै असर पार्ने धेरैजसो कामहरू यही तहले गर्छ। जस्तै कि आधारभूत शिक्षाको कुरा भयो, टोलटोलका सडकहरू, खानेपानी, स्वास्थ्य चौकीको व्यवस्थापन अनि जन्म, मृत्यु र विवाह जस्ता व्यक्तिगत घटना दर्ता गर्ने काम पनि स्थानीय सरकारले नै गर्छ। वास्तवमा यिनै सेवाहरूले हाम्रो समुदायलाई प्रत्यक्ष रूपमा चलायमान बनाइरहेका हुन्छन्। ल, अहिलेसम्म हामीले 3वटै तहलाई छुट्टाछुट्टै त हेर्यौं, तर एउटा एकदमै महत्त्वपूर्ण कुरा के हो भने यिनीहरू एक्लै चल्ने होइनन्। शासनलाई प्रभावकारी बनाउनका लागि यिनीहरू बीचमा सहकार्य र समन्वय हुनै पर्छ, एकदमै अनिवार्य छ। हाम्रो संविधानले अधिकारहरूलाई मुख्यतया 2 किसिमले बाँडेको छ। एउटा हो एकल अधिकार, जुन कुनै एउटा तहले मात्रै प्रयोग गर्छ, जस्तै सेना परिचालन गर्ने अधिकार संघीय सरकारको मात्रै हो। अनि अर्को छ साझा अधिकार, जसमा चाहिँ 2 वा 3वटै तहले मिलेर काम गर्नुपर्छ, जस्तै शिक्षा, स्वास्थ्य र कृषि।
संविधानमा त लेखिएको छ, तर वास्तविक प्रश्न त के हो भने व्यवहारमा यो सहकार्य र समन्वय आखिर हुन्छ कसरी? साँच्चै भन्नुपर्दा यही प्रश्नको जवाफमा नै नेपालको संघीयता कति सफल वा असफल हुन्छ भन्ने कुरा निर्भर गर्छ। ल, आजको यो पुरै चर्चालाई छोटकरीमा भन्नुपर्दा नेपालमा शासनका 3 तह छन्: सङ्घ, प्रदेश र स्थानीय। सङ्घले के गर्यो? राष्ट्रिय मामिला हेर्यो, प्रदेशले क्षेत्रीय विकास र सन्तुलन मिलायो, अनि स्थानीय तहले जनतालाई सिधै सेवा दियो। र अन्त्यमा एउटा महत्त्वपूर्ण कुरा, संविधानले अधिकारको स्पष्ट बाँडफाँड त गरिदियो, तर प्रभावकारी शासनको असली चाबी भनेको यी तीनवटै तह बीचको सफल सहकार्यमै लुकेको छ। आखिर यो पूरै प्रणाली जनताकै लागि हो, होइन र? अनि यसले मिलेर काम गर्दा मात्रै हामी नागरिकको जीवन साँच्चीकै सहज बन्न सक्छ।